सर्वप्रथम त धरानका मेयर हर्क साम्पाङको श्रमदान र जनतालाई श्रमदान प्रति आकर्षित गर्ने क्षमतालाई सलाम गर्न चाहन्छु। तर उहाँले भने जस्तो मलाई 84मा साथ दिनुस्, म भ्रष्टाचारीहरूलाई रुखमा उदुमुन्टे बनाएर झुन्ड्याउने छु भन्ने कुरा चाहिँ उहाँबाट सम्भव होला जस्तो लाग्दैन। किनकि उहाँलाई धरानको मेयर पनि आफै बन्न पर्ने, धरानका वडाहरूको वडाध्यक्ष पनि आफै बन्न पर्ने, धरानका उपमेयर पनि आफै बन्न पर्ने र प्रशासकीय अधिकृत पनि आफै बन्न पर्ने। यस्तो घमण्डले एउटा हिटलर मात्रै जन्माउँछ, नेता जन्माउन सक्दैन। त्यसैले उहाँ एउटा इमान्दार श्रमिक हुनुहुन्छ र श्रमिक नै रहनुहुनेछ। देशको नेता बन्ने सम्भावना चाहिँ देखिँदैन।